अहिले हामी सिडनीको सबैभन्दा अग्लो टावरमा उभिरहेका छौँ र यहाँबाट हामी सिडनीको दृश्यहरू प्रसारण गरिरहेका छौँ। सिडनीमा विभिन्न क्षेत्रहरूको दृश्य यहाँबाट जति समेटिन्छ त्यति नै हामी देखाउने प्रयत्न गर्दैछौँ। म क्रमशः अघि बढिरहेको छु। यहाँहरूले सिडनीको केही भागहरू अवलोकन गर्न सक्नुहुन्छ र सिडनी चाहिँ अस्ट्रेलियाको अलिकति सबैभन्दा राम्रो हावापानी भएको र धेरै सुविधाहरू भएको विशाल क्षेत्रमा फैलिएको छ। यो समुद्रको किनारमा अवस्थित छ। यहाँबाट हामी समुद्र पनि देख्न सक्छौँ। समुद्र पारी पनि घरहरू छन्, बजारहरू छन्, गाउँहरू छन्। उपर प्लेन उडिरहेको दृश्य पनि सम्भवतः यहाँहरूले देख्नुभयो होला। त्यो बादलले छेकेर देख्न सक्नु भएन कि यो ल्यान्ड हुने क्रममा रहेको छ। यो साइडतिर चाहिँ सिडनीको अहिले चल्दै गरेको एयरपोर्ट छ र अर्को नयाँ एयरपोर्ट चाहिँ सुविधा सम्पन्न एयरपोर्ट अर्कै ठाउँमा बनाउन गइरहेको छ। त्यस कारणले अब यो चाहिँ टाउन बजार एरिया, सहर एरिया, हाम्रो नेपालको न्यू रोड भने जस्तो, अनि बसन्तपुर भने जस्तो यहाँ चाहिँ प्राचीन घरहरू पनि छन् र यहाँका 5 स्टार होटलहरू, विभिन्न अन्तर्राष्ट्रिय अफिसहरू, राष्ट्रिय अफिसहरू यहाँ छन्। त्यसै गरेर अहिले अलिकति तुवालो लागेको कारणले हामीले टाढा टाढा त देख्न सकेनौँ होला। यो सिडनीको एउटा भाग मात्रै हो। अर्को भाग अलिक पर चाहिँ देख्न सकिँदैन। विशाल सिडनी मैले सुनेअनुसार लगभग एक साइडमा 1.5 किलोमिटर, अर्को साइडमा 1.5 किलोमिटर भन्ने सुनेको हो। यथार्थता के हो मैले त्यो सर्च गरेको छुइनँ। र यसलाई चाहिँ मेन सिटीको रूपमा माने गर्छु र अस्ट्रेलियाकै भनौँ वा सिडनीको भनौँ मुख्य आकर्षण केन्द्र हार्बर ब्रिज। त्यहाँ हामी हार्बर ब्रिज देखिरहेको छौँ। हार्बर ब्रिज यो घरको दुईवटा घरको बिचमा हार्बर ब्रिज छ। पर यो समुद्र पारी पनि गाउँहरू, बजारहरू, सहरहरू छन्।